यो चाहिँ मेरो लोकल कुखुराहरू अहिले यहाँ लगभग राखिरहेको अवस्थामा छ। यसरी कुखुराहरू चाहिँ राखिरहेको अवस्थामा छ र अर्को कुखुराहरू चाहिँ अब मैले उतापट्टि पार्टिसन छुटेर राखेको छु, किनभने यो चाहिँ अब 2 लट हालेर गरेको थियो। कोही चाहिँ 1 वर्ष भयो भने कोही कुखुराहरू चाहिँ अब 1.5 वर्षको हरारी हुँदैछ। त्यही कारणले चाहिँ अहिले म तपाईँहरूलाई देखाउन गइरहेको छु। मेरो चाहिँ यो पार्टिसन बनाएको छ। यसरी यो पार्टिसन बनाएर पनि अब यो चाहिँ बेलुकाको क्रममा बनाउन मेरो कुखुराहरू चाहिँ यसरी राखिरहेको छु। यसरी कुखुराहरू चाहिँ अब यो कोही चाहिँ अब रातिको समय भएको कारणले बसिरहेको अवस्थामा छु, यो भन्न चाहन्छु। अब तपाईँहरूलाई पनि अब लोकल कुखुराको अन्डाहरू चाहिएको खण्डमा, लेयर्सको अन्डा चाहिएको खण्डमा सम्पर्क गर्न सक्नुहुन्छ। यो चाहिँ लड्के एकीकृत फर्ममा। अब लगभग मैले यो कुखुराहरू चाहिँ अब व्यवस्थापन गर्दाखेरि कस्तो समस्याहरू गरेँ, कस्तो समस्याहरू भुलेँ भन्ने कुरा, भोगेँ भन्ने कुरामा आफैले गर्दै जाँदाखेरि धेरै कुराहरू अनुभव लिन पनि सफल भएँ। किनभने आजभोलि अलिकति चिसो बढिरहेको कारणले गर्दाखेरि मेरो चाहिँ अब एक साइड मात्रै यो उहाँहरू हावा छिर्ने ढ्याकुमाहरू राखिरहेको छु। अब अर्को साइडमा चाहिँ अब त्यस्तो हावा छिर्ने क्रममा चाहिँ छैन, चिसोले गर्दाखेरि त्यही सिस्टमको चाहिँ गाउँघरको हिसाबले बनाएको छु, यही भन्न चाहन्छु साथीहरू। अब तपाईँहरूले पनि अब अन्डा चाहियो भने चाहिँ अब सम्पर्क गर्न सक्नुहुनेछ।